न्यू ब्लग है। आज पनि पठाउ ड्राइभै हुनेछ। म चाहिँ यहाँ 290 को छोरीबाटनबाट पार्दीको बरेर लिन जाँदैछु। अब अपडेटहरू गराउने छु हजुरहरूलाई। पठाउ ड्राइभै हो। अब कतिको पर्छ ड्राइभ, कतिको लाग्छ हैन, त्यो देखाउने छु, हेर्दै गर्नु होला है। सो यो टिप लिन जाऊँ, त्यसपछिबाट अर्को टिपमा अपडेट है त। ल अहिले चाहिँ मैले नमस्ते हस्पिटलमा ल्याएर छोडिसकेँ है। अब लेग साइडतिर जाँदैछु। अब नेक्स्ट राइड कताको लाग्नेछ हजुरहरूलाई देखाउने नै छु। अब हेर्दै जाऊँ। ल अर्को भिडियोमा भेटौँ न है त। यो सानो एउटा सिनेमेटिक जस्तो टक्क है। ल म चाहिँ अहिले एउटा अफलाइन ट्रिप टुरिस्ट लिएर चाहिँ बेगमस्ताल आइपुगेको छु हैन। सक्नुहुन्छ यो बेगमस्ताल। यही नै हो है बेगमस। ल नेक्स्ट ट्रिप कता लाग्छ हजुरहरूलाई अपडेट दिन्छु है। ल अहिले चाहिँ यता अर्गौँ चोक भन्दा भित्रबाट चाहिँ चरक हस्पिटल जाने राइड लागिसकेको छ 625 को है। यतातिर आउँदाखेरि पनि फाइदै हुन्छ कि यतातिर अनलाइन बसिरहनु पर्छ। यतातिर खासै गाडीहरू हुँदैन नि त, त्यही भएर लागिरहने सम्भावना हुन्छ। ल यहाँबाट चाहिँ थोरै भित्रपट्टि छ मेरो राइड है। त्यसपछि एउटा अपडेट गरौँ ल हजुरहरूलाई। अब के कस्तो हुनेछ आजको कमाइ सुरुदेखि अन्त्यसम्म हेर्नु होला है। ल पिकअप गरौँ, ड्रप गरेपछि हजुरहरूलाई अपडेट दिन्छु है। ल मैले चाहिँ अर्को राइड पनि लिएर आइसकेँ होइन, फिनिस पनि गरिसकेँ। त मणिपाल आउने ट्रिप थियो है। ल हेर्दै गर्नु होला। अब नेक्स्ट राइड कताको लाग्छ। अब गएर जिएमसी नि गएर बस्नेछु, त्यहाँबाट अब कतातिर लाग्छ अब हेरौँ। क्युमा पनि लाग्न सक्छ। अब ड्राइभ पठाउमा कुनमा लाग्छ लेट्स सी। हजुरहरूलाई अपडेट गराउने नै छु है। ल आजको लागि चाहिँ इन गरिसकेको छु है। अनि स्क्रिनसट राखिदिने छु कति कमाए इन ड्राइभबाट, कति अफलाइन भयो भनेर है। आजको चाहिँ स्क्रिनसट राखिदिने छु। आजको पैसा चाहिँ क्यास कलेक्सन भनेको नि यही हो। अब यो चाहिँ छैन, अनलाइन चाहिँ छैन है। आजको कमाइ चाहिँ यही नै हो। अब 2850 कमाएको छु आज चाहिँ, यति नै हो। आजको कमाइ यही हो, हेर्न सक्नुहुन्छ। खासै कमाइ पनि छैन। ल आजलाई चाहिँ यति नै। अब पैसा कति के कमायो भने तपाईँहरूलाई देखाइहालेँ। अब स्क्रिनसट लास्टमा हालिदिन्छु। ल नेक्स्ट ब्लगमा भेटौँ है त।